सम्पूर्णमा म अधिवक्ता हिरा श्रेष्ठ आज पनि हजुरहरू समक्ष छोटो कानुनी जानकारी लिएर उपस्थित भएको छु। आज चाहिँ जानकारी दिने क्रममा चाहिँ चेकको विषयलाई लिएर हो, जुन चाहिँ अहिले बैंकिङ कसूर तथा सजाय ऐन 2064 को दफा 2 अन्तर्गत मात्रै जाने भनेर चाहिँ संशोधन गरिएको छ। पहिलेको प्रावधान अनुसार चाहिँ चेक पाएको मितिले 6 महिनाभित्र त्यसलाई उक्त सम्बन्धित ब्याङ्कमा लगेर डिपोजिट गरेर बााउन्स गरेर 3 चोटिसम्म चाहिँ बााउन्स गरेर हामीहरूले त्यसको 1 वर्षभित्र चाहिँ हामीले प्रहरी मार्फत चाहिँ जाहेरी दरखास्त दिएर हामीले जान सक्थ्यौँ भने त्यो 1 वर्ष क्रस भइसक्दाखेरि चाहिँ अदालत मार्फत चेक अनादरको मुद्दा लग्न सक्ने प्रावधान थियो। र हाल आएर चाहिँ के भएको छ भन्दाखेरि बैंकिङ कसुर मार्फत मात्रै जाने, जुन चाहिँ 1 वर्षको टाइमभित्र नै जाने र जुन चाहिँ हामीहरूले यदि हालसालै मात्र चेक चाहिँ कसैले काटिदिनु भएको छ या काटिलिनु भएको छ भने चाहिँ सो कुरा चाहिँ 45 दिनको म्याद सूचना दिइसके पश्चात सम्बन्धित व्यक्तिले चाहिँ सो खातामा चाहिँ उल्लेखित रकम जम्मा नगरेको अवस्थामा मात्रै चेक अनादर गर्ने र सो मुद्दालाई चाहिँ हामीले बैंकिङ कसुर तथा सजाय ऐन मार्फत चाहिँ हामीले मुद्दा दायर गर्ने भन्ने कुरा रहेको छ। र सो कुराबाट चाहिँ यहाँ कतिपय हामीहरूको चेक धारकहरू चाहिँ के अनुकूलतामा हुनुहुन्छ भन्ने चाहिँ अब हामीहरूले अलरेडी चेक पहिला काटिसकेको छ। अब अहिले कानुन संशोधन भइसक्यो र पहिला त हामीले 1 वर्षभित्र प्रहरी मार्फत लग्ने र त्यो हामीहरूसँग चाहिँ मिस भएको अवस्थामा 5 वर्षभित्र चाहिँ हामीले चेक अनादर भनेर चाहिँ हामीले जिल्ला अदालत मार्फत जान सक्छौँ। र अहिले त्यो मुद्दा के हुन्छ कस्तो हुन्छ भन्ने अनुकूलतामा हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हो। यदि हजुरहरूले पहिला यसरी नै चेक काट्नुभएको छ र हजुरहरूको नियमअनुसार 6 महिनामा बााउन्स गर्नुभएको छ र 1 वर्षको म्याद कतिसकेको छ भने चाहिँ हजुरहरू नआतिनु होला। अहिले पनि हामीहरूको कानुनमा चाहिँ के कुरा उल्लेख गरिएको छ भन्दाखेरि चाहिँ यो संशोधित कानुनले चाहिँ विनिमय पत्र अधिकार कलाई मात्रै हामीले चाहिँ संशोधन गरिएको हो। बाँकी यथास्थितिमै कानुन रहेको छ, जस अन्तर्गत चाहिँ हामीले सो चेकलाई चाहिँ हामीले लेनदेन मार्फत र लेनदेन तर ब्राकेटमा चाहिँ चेक अनादर भनेर सो मुद्दालाई हामीले पहिला जस्तो छ त्यसरी नै हामीहरूले चाहिँ एउटा दफालाई मात्रै अलग ग्याएर बाँकी चाहिँ सो कुरालाई लेनदेनमा परिणत गरेर हामीले चाहिँ मुद्दा अदालत मार्फत लग्न सक्छौँ। र त्यसमा खालि भिन्नता के रहेको छ भने हजुरहरूले कोर्ट फी राखेर जानुपर्ने हुन्छ र हजुरहरूले न्याय पाउन सक्नुहुनेछ। हस् त, नमस्ते।